यहाँ त्यो आना लाग्छ अहिले सही भाइ के भन्न यार दिदी के भन्न चाहन्छौ खुसी यार कुछ बोल्न चाहन्छौ तिमी So hello everyone, welcome and back to new video episode सुन्नुहुन्छ होला र आज चाहिँ म भ्लग स्टार्ट इधर आज चाहिँ म भ्लग बनाउन दिँदै छु मेरा नक्कू भाई हैन ये बड़ा वाला भाई एक छोटा कल्ला भाई आज तू भ्लग बनाएगा वीडियो बनाएगा लेकिन भ्लग बनाना देख ऐसे फालतू चीज मत दिखाइयो हामी जाइरहन्छौँ त्यहाँ बोल्दिन बाहिर बोल फाल्यो यहाँ दाइले लुगा धोइरहन्छ नि यहाँ दाइले देखिरहन्छ तिमीहरू अब म तल जान्छु अहिले सिस्नाभरि छ यहाँ अहिले यहाँ अलि आरामसित हिँड्नु पर्छ यहाँ हेर कति साग उगेको छ हामी सागमा त्यो सागमा जाइरहन्छौँ यहाँ गइसरी यहाँ मेरो भाइ पनि बोल्दैन गएको थियो अब बोलेर आइरहन्छ फाल आइज छिटो आइज यसो गाइसरी यहाँ त्यहाँ त्यो आना लाग्छ अहिले आइज यार छिटो गाइसरी यो आना लाग्छ यहाँ पुग्यो हामी पनि यहाँ बल खेल्न लाग्छौँ अब बल खेल्न जाम हामी दिदी बर्तन धोइदिन्छ नि हामी लाइज ल चाहिँ गाइसहरू हामी त्यहाँ दाइको पास जाम अहिले यहाँ बसे बल खेल्ने होइन यहाँ कति राम्रो केरा पाकिदिन्छ यहाँ दाइको लुगा अहिले धोएर सुके राम्रो धोएको छैन अहिले ल चाहिँ गाइसहरू म 2 मिनटको लागि बन्द गर्छु यहाँ हामी खेल्न जाइदिन्छौँ बल हाम्रो यहाँ ग्राउन्ड छ हामी डाँडामा खेल्न जान्छौँ पर ओ आऊ योलाई फाल्दियो बल जा लिन जा बल छिटो गाइस त्यहाँ बल फालिदियो अब योलाई बल लिन ल गाइसहरू यो मेरो मम्मी यहाँ देखाइदिन्छ तिमीलाई ल गाइसहरू वाइ के भन्ने यार और कस्तो सबै कुछ ठिक छ है चल्लाहरू यहाँ चल्लाहरू सबै बसिया छन् हामीहरू यहाँ भन त सही भाइ के भन्न यार दिदी के भन्न चाहन्छौ खुसी यार कुछ बोल्न चाहन्छौ तिमी गाइसहरू एउटा मोडेर हामी पनि बल खेलौँ अब बल खेल्ने टाइम आयो हाम्रो बिपालो आयो ल गाइस अब तपाईहरु चाहिँ देखिसक्नु होला हो हैन अब भाल चाहिँ भ्लगमा अब कस्तो छ जस्तो भए पनि सब्स्क्राइब र लाइक कमेन्ट शेयर गरिदिनु होला अनि त्यही नै हो अब म चाहिँ एकछिन कपाल काटिदिए आज चाहिँ हल्का हल्का नान्छु अनि त्यहाँदेखि जोडिन्छ यहाँ बसेसो घाम ताप्दै थिए कि तर घाम चाहिँ गइसक्यो खेरमाथि घाम हैन घाम नै आएको छैन अब केही गर्ने घाम तापिरहेको थियो जाडो लाग्यो तिमी मेरो आँखाको